बुझ्यो हो आमा ज्ञानी रातो भाले कयाक सुत्केरीलाई कयाक भन्छ तर यो चाहिँ हाम्रो यो चाहिँ ठुलो भाले भालेको मासु पकाउँदैछ है त के गरेको साथीहरू नमस्ते फेरि शुभ बिहानी एकदम तपाईँहरूले सन्चै हुनुहुन्छ होला र म नि सन्चै छु र आशा छ है साथीहरू नि आज फेरि नयाँ भिडियोमा आइसके नयाँ भिडियो चाहिँ के छ भने आजको विशेष भनेको चाहिँ हाम्रो आलु गडा होइन अनि म चाहिँ अहिले घरमै छु अनि म चाहिँ एकछिनमा जानु पर्यो भनेर रेडी हुँदैछु है अनि दिदीहरू चाहिँ गएर खनिसकेको छ यहाँ देख्न सक्नुहुन्छ होइन यहाँ तल यो चाहिँ हाम्रो आलु गोड्ने काम भइरहेछ है साथीहरू एकदमसँगले होइन अनि म चाहिँ अब जाँदैछु अनि यहाँ चाहिँ एकदमै देख्न सक्नुहुन्छ बबाल हाम्रो यहाँ स्याउ चाहिँ एकदम फुल्ने क्रम छ होइन एकदम अनि यहाँ देख्न सक्नुहुन्छ है यहाँ चाहिँ हाम्रो स्याउहरू चाहिँ बबाल फुलिदिइसकेको छ अहिले सिजन यस्तो राम्रो भइरहेछ है अनि देख्न सक्नुहुन्छ हाम्रो स्याउको झ्याङहरू चाहिँ लरक्क भइसक्यो है गाइस यो चाहिँ देख्न सक्नुहुन्छ नि त यस्तो बबाल भइदिइरहेछ है यता चाहिँ आमा चाहिँ होइन नातिनीहरू खेलाउनु हुँदैछ क्या उहाँ चाहिँ हाम्रो कान्छी बुनुको यता ठुली दिदीको होइन साथीहरू अब एकदमै सन्चै छु र म पनि अब हिँडेको होइन अब फेरि मेरो काम गर्ने स्टाइल त तपाईँहरूलाई थाहै छँदैछ होइन साथीहरू यस्तो लामो जुत्ता लाउने अनि जाने होइन त्यही भएर उनीहरू रिसाइसक्यो होला अन्त मलाई केही छैन फेरि अनि साथीहरू है यहाँबाट घाम झुल्किसकेको छ पहिले चाहिँ यता घाम झुल्किन्थ्यो होइन यताबाट घाम आउँथ्यो भने अहिले चाहिँ यताबाट आउनु थालेछ एकदम फास्ट चाँडो आउँछ है अनि यहाँ घर अनि साथीहरू बबाले एकदम म चाहिँ नि आलु खन्न जाँदैछु है तल दिदीहरू चाहिँ गइसकेको छ एकदम बबाल गाउँघरको डाँडामा बसेर यसरी भिडियो गर्दै आनन्द दिन कटाउनु चाहिँ बबाल हुन्छ है गाई यहाँ आलुबारी चाहिँ म आउँदैछु होइन अनि देख्न सक्नुहुन्छ अनि यहाँ दिदी बहिनी चाहिँ यहाँनिर काम गरिराखेको छ होइन साथीहरू यहाँ सानो भान्जा नि कुद्दैछ त्यहाँ लुखुर त्यो भान्जा चाहिँ एकदम चकचके छ है तेलोमा आइसकेन साथीहरू अनि फेरि बबाल यो चाहिँ आलु गोडाइ हुँदैछ काम सिजन अनुसार होइन अनि रोपाई भनेको चाहिँ हाम्रो 2-1.5 महिनाको अन्तरालमा चाहिँ हामीले गोड्नुपर्ने हुन्छ है अनि मैले यहाँ फाइनली कोदाली ल्याइसकेँ अनि जो मैले खनेको थिइनँ भाइ दिदीहरूले खनेको होइन तर यस्तो पावरले खन्दैछ नि त यहाँ हेर्नु न साथीहरू यो कोदाली नै कोदाली कुचिन्छ अब यो कोदाली बनाउनु पर्ने हुन्छ मैले होइन अनि मात्रै खन्नुपर्ने हुन्छ अनि यता हाम्रो यता डन छ है यता डन भन्छ यहाँ र के गोदेको हेर आया यहाँ र ध्वासे डनले मलाई गोदेको आया आलु गोडाइ चाहिँ बबाल धमाधम भइदिरहेको छैन र उताबाट हामी चाहिँ खन्दै आइसक्यौँ होइन साथीहरू नि यता अब हामी अघि बढ्नुपर्ने हुन्छ र यो बारीको लम्बाइ त तपाईँहरूलाई भनिरहेको छु 150 मिटरभन्दा ज्यादा नै छ होइन नाप्यो भने मिटरमै नाप्यो भने अनि हाम्रो काम गर्ने चाहिँ यस्तो बबाल हुन्छ होइन यसलाई चाहिँ वरिपरि हामीले चाहिँ झ्याङलाई माटो लाउनु पर्ने हुन्छ होइन अनि यसको अरू झारहरू मार्नुपर्ने हुन्छ अनि यो मकैलाई जोगाउनु पर्ने हुन्छ होइन एकदम काम भइरहेछ होइन साथीहरू अनि एकदम म पनि गरिदिरहेको छु नि त मलाई चाहिँ अल्छे नभन्नु है गाइस बबालै अनि हामी चाहिँ मिठा गफहरू गर्दै दिदी बहिनीसँग यस्तो भलाकुसारी गर्दै एकदम आरामले आस्ते हाम्रो चाहिँ यो गरा फाइनली फिल्म फर्काइदिनु पर्ने हुन्छ होइन अनि अझै म काम गरिरहेको छु होइन र यहाँ चाहिँ खनाइ बबाल भइदिरहेको छ होइन साथीहरू र यो चाहिँ एकदम छेक सिजन चाहिँ होइन धेरै लङ टाइम पछि चाहिँ पानी आएर भर्खरै यो चाहिँ चिसो भएर हुलुक्कमा आलुहरू निक्लिसक्यो होइन अब अस्तिसम्म सानो थियो 5-7-8 दिन पछि अगाडि चाहिँ अनि अहिले चाहिँ बबाले भइदिरहेछ अनि फेरि यो झार चाहिँ अलिकति आइदिएन कि अहिले चाहिँ एकदम राम्रो भइदिरहेछ होइन नभए यो चाहिँ झार आइदिएको भए चाहिँ होइन साथीहरू अहिले चाहिँ झारहरू छैन अलिक सजिलो र छिटो भइरहेछ काम गर्नु अनि यी काम गर्ने तरिका देख्न सक्नुभयो होइन साथीहरू अब यो हाम्रो दिदीबहिनी पाहुनाहरूलाई चाहिँ यसरी कामलोद गराउनुपर्छ नि त नभए छाडा हुन्छ है त्यही भएर अनि यता चाहिँ ल्याइदिइरहेको छ पानी होइन गिभ मी वाटर प्लिज र साथीहरू म चाहिँ होइन यहाँ स्प्राइटको चाहिँ एकदम यो चिसोको चाहिँ होइन बोतलमा चाहिँ एकदम हाम्रो अर्ग्यानिक चिसो पानी ल्याइसकेको छ अनि म चाहिँ खाँदैछु अनि म चाहिँ अहिले चिसो खाँदैछु होइन गर्मी भइसक्यो निकै काम गरिसक्यो नि त
र साथीहरू हाम्रो चाहिँ एकदम धेरै उर्र आइसक्यो मेलो होइन र यिनीहरू चाहिँ एकदमै अर्काको कुरा सुने गरेर आनन्द लिएर चाहिँ मस्त इन्जोय गरेर चाहिँ पुरा बबाल हानिदिरहेको छ काम होइन पुरै तुरुप पनि यो चाहिँ सकाइदिनु पर्यो नि त होइन अब जस फाइनली होइन धेरै काम गरिरहेको छ अनि मैले नि काम चाहिँ गरिरहेको छु होइन अनि एकदम गाह्रै छ होइन काम गर्नु र बोल्नुमा धेरै फरक छ साथीहरू र साथीहरू फाइनली 12 बजिसक्यो अनि लोत काम गरेर एकदम तुरुप घामले डढाएर पोलेर होइन आधी चाहिँ बबाल आधी काम गरेर हिँडिसक्यौँ होइन घर अब खाना खानु पऱ्यो भोक लागिसक्यो है बबाले बिहान खाजा खाएको 7 बजीबाट आएको अनि 12 बजीसम्म काम गर्दा टेन्सन भयो नि त होइन अनि त्यही भएर म चाहिँ फर्किरहेको छु घर अब घर गएर चाहिँ खाजासाजा भातसात खाएर आनन्द एकछिन रेस्ट गर्नुपर्ने हुन्छ 1 घन्टा जति नभए टेन्सन भइसक्यो मलाई अनि ढुक्कसँगले चाहिँ काम गरेर बस्ने हो औरा भुइँसरी हो आमा ज्ञानी ओएस खोइ त ओएस यस सरी खोइ त नकली खोइ त लु त यता खोइ मलाई माया नगर्ने यता खोइ त आमा ओ माई गड ल अब हामी चाहिँ केही छिनपछि चटपटे खाएर जाने हो है काम गर्नु अनि यहाँ चटपटे रेडी गर्दैछ अनि यहाँ ठुलो मान्छेहरूले चटपटेको काम गर्नु खोज्दैछ कि होइन र हाम्रो चाहिँ चटपटे रेडी भइसक्यो है साथीहरू अनि चटपटे खाएर चाहिँ टक्क यस्तो ठुलो मान्छेहरूले नि खाँदैछ अनि यता ठुलो मान्छेले नि खाँदैछ अनि ठुलो मान्छेहरूले पनि चटपटे खाइरहेछ अनि चटपटे खाएर चाहिँ अब हामी फेरि रिटर्न अब गएर फेरि मेलोमा काम गर्नुपर्ने हुन्छ आलु खन्नुपर्ने हुन्छ नि आज र हामी चाहिँ फेरि खाना खाएर अलरेडी होइन फेरि काममा आइसक्यौँ अब यति खनेर गएको थियौँ भने चाहिँ अब यो सकाउनु पर्ने हुन्छ होइन टक्कसँगले खोइ कोदाली र हाम्रो चाहिँ फाइनली बबाले काम गरिसक्यो होइन अनि यता खनिसक्न लाग्यो साथीहरू अब केही छिनपछि हामी खनिसक्छौँ है टक्कसँगले अनि त्यसपछि घरमा गएर आराम गर्नुपर्छ अनि साथीहरू हाम्रो चाहिँ आज दिनभरि काम गरेर चाहिँ आलु खनाएर सकाएर चाहिँ होइन 2 दिनको दिनमा चाहिँ आलु सकाएर अनि अझै बेलुका छौँ होइन अनि बेलुका चाहिँ हाम्रो अब फेरि खाना पकाएर खानुपर्ने हुन्छ हाम्रो भालेहरुमै रातो भाले र हाम्रो चाहिँ सब हाम्रो चाहिँ घर परिवार चाहिँ एकदम बबाले बसिरहेको छ होइन अनि आमा यहाँ हुनुहुन्छ अनि हाम्रो चाहिँ भाले काट्दैछ केटाहरूले होइन अनि आज हाम्रो चाहिँ फाइनली बबाल हाम्रो चाहिँ आज हाम्रो चाहिँ मैजारो भन्छ होइन साथी अनि यहाँ दिदी बहिनीहरू चाहिँ पुरा मक्ख परेको छ नि त पाहुनालाई होइन भाले काटेर खुवाउनु पऱ्यो त्यही भएर र हाम्रो चाहिँ भाले काटाइ भइरहेको छ होइन एकदम बबाले रातो भाले कयाक सुत्केरी र हाम्रो चाहिँ बबाल काटाइ भइरहेछ भाले काम भइरहेछ भाले भूत लाउने होइन यो चाहिँ फेरि ठुलो भाले हो नि यो चाहिँ के अरे उमा मात्रै सानो देखेको होइन साथीहरू हाम्रो तिते बनाइसक्यो भाले अनि आमा यता बिजी हुनुहुन्छ अनि यहाँनिर मासु रेडी बनाइसकेको छ भालेको है बबाल यता उहाँ खुट्टा टोक्दैछ मुसुक हाँस्दैछ किनमा पनि हुनुहुन्छ आज हाम्रो मैजारो हो नि त आलु खानेको त्यही भएर आमा पनि गमक्क परिरहेको छ नि रिसाएर हो क्या हो अलिक बोलेन तिते हाम्रो रेडी भयो तिते अझै हाम्रो एकदम भालेको मासु पकाउँदैछ है त के गरेको भन् हाम्रो चाहिँ खाना खाइलो बेला भयो भएन हाम्रो चाहिँ खाना रेडी भइसक्यो है अनि खाना खानेछौँ अब केही छिनपछि कालो न कालो छ त हो न कस्तो हो